सालमा माओवादी पार्टी जनताको एकमात्र लोकप्रिय पार्टी थियो। माओवादी पार्टी एक्लै एकातिर, अरु सबै पार्टी एकातिर। त्यति बेला संविधान सभामा 32 पार्टी अरु सबै पार्टी एकातिर माओवादी एउटा दोस्रो 64 एजेन्डा सहितको पार्टी थियो। संविधानमा क्रान्तिकारी रूपान्तरण सहितको पार्टी थियो। अहिलेको संविधान जस्तो त्यो माओवादी पार्टीको वर्चस्व भएकै बेला पहिलो संविधान सभाबाट संविधान जारी गर्न पाएको भए यस्तो संविधान हुने थिएन। योभन्दा धेरै उपयुक्त संविधान, योभन्दा धेरै प्रगतिशील र क्रान्तिकारी संविधान आउनेवाला थियो। त्यसकारण हो त्यो ठाउँमा एजेन्डा सहितको र लोकप्रिय र जनताको मनमा बस्ने खालको पार्टी 64 सालमा थियो। त्यही पुर्याउने हो भनेर भनेको हो। कतिपय मान्छेले 64मा भनेको चाहिँ त्यसलाई पनि अझ तोडमोड गरेर त्यसलाई गर्न कोसिस गरिरहेका छन्। जतिसुकै कोसिस गरे पनि अर्थ जनताले बुझेका छन्। माओवादी पार्टी त्यसमा चाहिँ कन्फ्युजनमा छैन। त्यसकारण फेरि एकपटक माओवादी पार्टीकै नेतृत्वमा वर्चस्वशाली शासन सत्ता सञ्चालन गर्न सकियो भने मात्रै उत्पीडित सीमान्तकृत जनताका गरिब झुपडीमा बस्ने जनताको इच्छा पुरा हुन्छ भन्ने कुरा चाहिँ जनताले बुझेका छन्। फेरि एकपटक झुक्क्याउने खेल त भएको होइन नि? बिल्कुल होइन। झुक्क्याउनु पर्ने जरुरी पनि छैन। किनभने अहिले जनताका एजेन्डा कमजोर किन भए? पहिचानको मुद्दा कमजोर भयो, जनजातिका मुद्दा कमजोर भए, मधेसीका मुद्दा कमजोर भयो। सबै कमजोर किन भयो भन्दा माओवादी कमजोर भयो। जनताका जगै कमजोर बसायौँ कि जसको कारणले गर्दाखेरि चाहिँ समस्या होइन। जनताका मुद्दा र माओवादी एकअर्काका परिपूरक रहेछन्। जनताका मुद्दा कमजोर भए र माओवादी कमजोर भयो, या माओवादी कमजोर भएको कारणले जनताका मुद्दा कमजोर भए भन्दा माओवादी कमजोर भएका कारणले जनताका मुद्दा कमजोर भए। अरू सबै मिलेर माओवादीलाई कमजोर बनाए। किनभने ती जनताका मुद्दा अरू पार्टीका थिएनन्, माओवादीका थिए। माओवादीका मुद्दा कमजोर बनाउनका निम्ति माओवादीलाई कमजोर बनाउनुपर्छ भन्ने कुरा अहिले बर्गेलती देखिएको छ। अहिले हेर्नुभयो भने संसदमा प्रस्तुत भएका हरेक विधेयकको कुरा देख्नुभयो भने, संसदको सञ्चालनको गति देख्नुभयो भने कहीँ त्यहाँ जनताको प्रश्न हुँदैन। त्यही नेकपा माओवादीले उठाएको मुद्दाको कारणले गर्दाखेरि देश पछाडि परेको हो, देशको यो जर्जर अवस्था निम्ति हो भन्दा के होला? किनभने अहिले एक थरीको विश्लेषण त्यो पनि छ। अझ झन् सामाजिक सञ्जालहरू हेर्ने हो भनेदेखि त कुनै कुनै बेलामा प्रचण्डले गर्नुभएको भाषणदेखि लिएर राजतन्त्र अन्त्यका कुराहरू गरेर, त्यस्तै गरेर स्वर्गीय सुषमा स्वराजले दिनुभएको अभिव्यक्तिहरू उहाँ उता इन्डियन पार्लियामेन्टमा तपाईँले पनि अब सामाजिक सञ्जालमा निकै सक्रिय नै हुनुहुन्छ, तपाईँले पनि देख्नुभयो होला होइन? यी यावत कुरा अहिले अझै बढी भाइरल भइरहेको अवस्था चाहिँ रहेको छ। ती कुराहरूलाई मनन गर्ने हो भनेदेखि त यहाँसम्म ल्याउनुको मूल कारक तत्त्व नै माओवादी केन्द्र रहेछ अथवा चाहिँ प्रचण्ड स्वयं रहेछ भनेर पनि बुझ्न सकिएला? होइन, यसरी बुझ्न सकिएला। हो, बिल्कुल हो। जसको सत्ता खोसिएको छ ती मानिसहरूका निम्ति यो दुर्दशा माओवादीले ल्याएको भन्न मिल्छ। किनभने उनको त एकलौटी हालिमुहाली थियो नि। राजाको हालिमुहाली थियो। राजाको चाकरी गरिसकेपछि चाकरी गर्नेहरूको हालिमुहाली थियो। तिनको स्वर्ग त ढल्यो। त्यो ढाल्ने चाहिँ काम चाहिँ माओवादीले गर्यो। त्यसकारण यहाँसम्म ल्याउने नै माओवादी हो। जसको सत्ता स्वर्ग खोसिएको छ तिनका निम्ति यो कुरा ठिक हो। तर जो जनता हुन् नि, जनताका निम्ति त जनता पहिलोपटक सार्वभौम सत्ता सम्पन्न भए। जनता गणतन्त्रका सम्मानित नागरिक भए। अधिकार, पहुँच, सम्मान सम्पूर्ण कुरा जनताले प्राप्त गरे। अहिले जनताले आफ्नो शासन व्यवस्था आफै चुनेका प्रतिनिधिहरू मार्फत संविधान सभा मार्फत संविधान बन्यो। गणतन्त्र आफैले निर्वाचन गरेका प्रतिनिधिहरू मार्फत राष्ट्रपति हुने भए। विकास निर्माणका काम कारबाहीका निम्ति कहीँ बक्साउनु पर्ने भएन। दरबारमा बिन्ती पत्र हाल्नु पर्ने पनि भएन। यी सारा चिजका निम्ति त हो यहाँसम्म ल्याएको माओवादीले हो। जनताका निम्ति पनि यहाँसम्म ल्याएको माओवादीले हो। त्यो कुरा साँचो हो। जसको स्वर्ग ढलेको छ तिनका निम्ति पनि यो दुर्दशा हाम्रो दुर्दशा बनाउने पनि माओवादी हो। यसमा उहाँहरूले भन्ने कुरा, जनताले भन्ने कुरा र उहाँहरूले भन्ने कुरामा मेरो थप टिप्पणी छैन। उहाँले ठिकै भन्नुभयो। आफ्नो स्वर्ग गुमेको कुराका निम्ति उहाँहरू खुसी हुने कुरा भएन त्यो कुरा। तर प्रश्न के हो भने जो हिजो राजतन्त्र फाल्नका निम्ति 62-63 आन्दोलनमा सहभागी भएर नयाँ संविधान ल्याउनका निम्ति, यो व्यवस्था ल्याउनका निम्ति सहभागी भएका छन्, तिनले
नकारात्मक